हेलो गाइस, तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। सबैजनालाई बिहानको नमस्कार। उता त भनेको भौँसाडी यहाँ हाम्रा हुनुहुन्छ नास्ता पसल हनुमान दाजु। नाम पनि हेर्न सक्नुहुन्छ यहाँ, हनुमान नास्ता पसल। पार उचाल्ने हनुमान भन्नु होला। फेरि यहाँ त दाइ त के उचाल्छ। के बनाउने अरे? भान्डा साँटा लौका फौका सौका फौका एक पकड टगरी बनाउनु पर्यो। खाली समोसा डुनट चिया त्यति बनाउने भर्खर बिहानको सुरुवात गर्दै हुनुहुन्छ। बिहानको सुधार भइसकेछ। आशिष अब के बनाउने? झ्यापझुप बनाइहाल्नु त छिटो भोक लागिसकेको छ यार। हिजो भातै खाएनौ अनि भोक लाग्दैन त? खाएको यार हिजो भात त्यसै यस्तो भ्याङ त मलाई साथी थियो त केको भात खान आउने चामल लिएर आएको त गाउँ गएर राति हो। त्यही पनि राति कहाँ राति भन्नुहुन्छ? राति त ल्यायो 8 बजीसम्म 7 बजीसम्म त यहीँ बसेको थियो दिपा। अनि त्यही बेला त लिएर आएको देख्नु होइन? त्यहाँबाट लैजाऊ पकाएर खाऊ भने मानिनु। अरे गाउँदेखि चामल ल्याएर छ त के गाउँमा पुरै त्यो चामल राख्यो कुटाएर धान कुटाएर मेरो पनि धान कुटाइदियो। धान कुटाएर के जानु पऱ्यो? उहाँ बेलुका लिएर जाने छोडिदिनु घ्याच कुटाइदिन्छ नि। त्यसै छोडिदिनु बस गयो। ए त्यसमा हाल्ने मात्र त अनि यताबाट धक्का दिने उता कुट्दै आफै आइहाल्छ नि। मेसिन आज मैले कस्तो हाल्छ त्यो पहिला जस्तो हुन्छ र त्यो जम्मा गरेर एकचोटि हाल्ने घ्याच सबैका भिडियो बनाउन मास्टरलाई कुर्ता लगाएर भिडियो गराउनु पठाउनु पऱ्यो अनि ट्याक्कल दोकानमा आइसकेछ। चिया खाना बनाउनु चिया खाने होला। अब ही कुछ बना हुआ है, दुकान लगा हुआ है। छिटो बनाउनु यार। उताबाट ल्याइदिउँ भाँडाहरू लौगा खोले छैन दोकान। ओ बन्द रहेछ। कहाँ छ दुईटा भाँडा? यहाँ भाँडा छैन, यत्रो छ। अलि मोटोवाला भाँडाको बनाउनु कि युनाइटेड। त्यो के दुध उमाल्ने त्यसमा? दुधवाला आयो को? यता पो हो दुधवाला? म त उता खिचिरहेको थिएँ नि। यो दुधवाला वाला लेके आए हैं, कोका वाला की वो डल्ला वाला भाटा छ डल्लावाला दूध ले कहाँ चिला छ यार? उसले उसँग दूध यार कहाँ खुजवाओ तो यार? नहीं छुप के खुजवाओ ना। हुआ अंदर डाल ए पैर में पानी लेने गएको हात हाल भित्र भने हाँ पानी लेके आओ ना भने। अरे दाई लेके जाओ, हम बिजी है। यहाँ भित्र हात हालेर पुरा गरिरहेको बाटोमा हिजो अस्ति। छिटो तपाईँ ऊ ल्याएर बनाउनु भनिरहेको छ यार। लडाइँ पराइँ गर्नुहुन्छ यार।
झ्यापझोप त्यो ल्याएर बनाउला अन्त यतिखेर आएर हुन्छ बिहान 3 बजे आउनु पऱ्यो नि यार दोकान 3 बजे हो नि 3 बजे खाने मान्छे को आउँछ 3 बजे बनाएर राखेपछि त अहिले कलेज जानेहरू आउनु न टन्ने खान कलेज जाने वाला आइगे अनि कलेज जाने वाला खाइगे अनि मैले खुलाइसकेँ 3 बजे त उसाउने बड्डी छोड्छ हाँ देखोबारमा जाना थियो 3 बजे भन्नुहुन्छ तपाईँको वहाँ इन्डियामा गोरखपुरमा के हामी एउटा होटेलमा काम गर्थ्यौँ बड्डा साईको थियो क्या रातभरि दोकान खोल्ने दिनभरि बन्द बिहान 5 बजे बन्द गर्ने के त्यो कहिले कसो इन्डियाको कुरा नाइ त्यहाँ त्यस्तै खालको कुरा थियो त्यस्तो खालको गराएको होइन अरू सब दोकान बन्द हुन्थ्यो बिहान 5 बज्ने बेला बन्द गर्ने त्यो साइकल चलाउने छोराको साइकल चला झरेर गुर्काइदिने क्या यो त मान्छेको चिनो जस्तो मान्छे